यसमा मैले एउटा फर्दर अरू क्वेसन पनि एड गरिहालेँ त। अब जस्तो रङ्गमञ्चको चाहिँ अलिकति प्रभावकारिता चाहिँ जब यो डिजिटल प्लेटफर्म आयो नि त्यस पछाडि अलिकति कम भएको हो कि जस्तो देखिन्छ होइन, पूर्वीय समाजमा हो अथवा पश्चिमी समाजमा पनि त्यस्तो लाग्छ लाग्दैन? अब यसको दुवै पक्षहरू छन् होइन। अब पहिला पहिला अब डिजिटल्ली यति अब मान्छेहरू एक्टिभ नहुँदाखेरि या भनौँ अब टेक्नोलोजीको त्यस्तो भरपुर प्रयोग नहुँदाखेरि पनि नाटकहरू चलिरहेकै थिए, अहिले पनि चलिरहेकै छन्। अब मार्केटिङको हिसाबबाट हेर्ने हो भने अब होइन नाटकलाई विज्ञापन गर्नुपर्ने हिसाबबाट हेर्ने हो भने अब नाटकलाई टेवा पुगेको छ यो डिजिटल टेक्नोलोजी एआई आदि इत्यादि कुराहरू आएपछि। किनभने अहिले अब हात हातमा नाटकै ट्रेलरहरू बन्न थालेको छ, टिजरहरू बन्न थालेको छ होइन। नाटकको पनि भरपुर मार्केटिङहरू हुन थालेको छ, त्यसरी अब पुगेको पनि छ। अब त्यो भन्दै गर्दाखेरि अब अर्को पक्षबाट हेर्ने हो भने त्यसले मान्छेको एकाग्रता अवधि छुट्याइदिएको छ। किनभने मान्छेलाई अलिक छोटो चिज मात्रै चाहिन्छ हेर्न होइन, धेरै लामो चिज एउटै ठाउँमा बसेर हेरिरहन अप्ठ्यारो पर्छ। त्यो हुँदाखेरि त्यो अटेन्सन स्प्यान नभइसकेपछि अब हलमा गएर 1 घन्टा 1.5 घन्टाको नाटक बसेर हेरिदिने मान्छेसँग त्यो धैर्यता गुम्दै गएको छ। त्यो हुँदाखेरि ग्लोबली नै त्यो हुँदाखेरि अब हामीलाई पनि अब नाटक बनाउँदै गर्दा च्यालेन्ज के हुन्छ भन्दाखेरि कसरी हुन्छ मान्छेलाई अल्छी चाहिँ लाग्नु भएन। त्यो एकदम त्यो एउटा अलिकति त्यो कमर्सियल टच एड गर्नै पर्ने त्यो स्थिति पनि छ।